तपाईले अनुभव गर्नु भएको छ छैन मैले त अनुभव गरेको छु कस्तो देश थियो यो अहिले के छ के त्यसो भए यहाँ चाहिँ देशको यति जनताको मायाका बीच देशमै रहेको अवस्थाका बीच आफ्नो दायित्व के देख्नुहुन्छ उहाँहरूले गर्नु भएन 4 वर्ष त्यसपछि पनि जुन अहिले यस्तो अन्यल र रिक्तताको स्थिति छ यहाँ चाहिँ चुपचाप र मौन नै जनतासँग अथवा भगवानसँग पूजा पाठ गर्दै हिँड्नुहुन्छ होइन त्यसैले त हाम्रो धेरै जस्तो देवताहरू ढुङ्गाको बनेको हुन्छ चुपै लाएर नि बस कुन समयमा जनताले उठ भन्छ वा जनताले यो समय भयो के न के गर्नुपर्छ त्यो समयमा ढुङ्गा पनि बोल्ला हेर्दै जाउँ अलिकति खुलेको जवाफ यो अघि नै मैले भनिसकेँ समय भएको छैन तपाईले जति त्यो पहिले जस्तो 4 वर्ष संविधान सभाको अवसान भएपछि मानिसहरुमा देखियो नि त सडकमा हैन किन यो खालको अवस्था आएर किन ती दलका कार्यकर्ताहरू उपस्थित भए एउटा अपेक्षा एउटा दायित्व एउटा भूमिकाको होइन एउटा निकास त खोज्यो नि जनताले अल्टरनेटिभ पनि राज संस्था हुन सक्छ फेरि भन्ने मेसेज दिएको हो कि सन्देश दिया हो कि यो सन्देशले यहाँलाई कहिले लाग्छ राज संस्था फेरि पुनर्जीवन पाउन सक्छ भन्ने होइन मलाई लाग्ने वा नलाग्नेले के फरकै पर्दैन उहाँहरू गएर आफ्नो दलका नेताहरूलाई त्यही कुरा भन्नु सक्नु पर्यो सडकमा चिच्चाएर त के त्यसो हुने होइन त्यसो हो भने राष्ट्रलाई नेतृत्व दिन तयार हुनुहुन्छ फेरि जनताले माग्यो भनेदेखि यस त्यो मेरो राष्ट्रिय धर्म नै हो मैले निर्वाह गर्नुपर्छ भनेदेखि गर्छु त्यो नेतृत्व दिने अवस्था आएको खण्डमा चाहिँ के गर्नुहुन्छ जस्तो के बिग्रिएको देख्नु भएको छ र के गर्नुहुन्छ सबभन्दा पहिले त राजनीतिक स्थिति नै हामी फेरि एउटा देशलाई सुहाउने खालकोमा फेरि त्यो पद्धति ल्याउनु पर्यो त्यसपछि अहिले त अब कुन क्षेत्रमा बिग्रेको छैन तपाईले पनि सुन्नुभयो होला विभिन्न खालको